नमस्ते सबैजनालाई मेरो मिनी ब्लग अबदेखिबाट रेगुलर आउँछ। सबैजनाले लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अनि हजुरहरूले देख्नुभएको थियो मैले अगाडि पूजाको भाँडाहरू धोइसकेको थिएँ। पूजाको भाँडा धोइसकेपछि अनि त्यो भिडियो चाहिँ मैले पोस्ट गरिसकेको छु। पूजाको भाँडा कसरी धुने भनेर देखाएको थिएँ। त्यो भाँडा धोइसकेपछि मैले मेरो बारीमा रहेको फुलहरू ल्याएँ। फुलहरू ल्याइसकेपछि यस्तो राम्रो कलश बनाउँदैछु म ढोकामा राख्नको लागि। कलश रेडी भइसकेपछि अनि मैले सबै फुलहरू ल्याएको थिएँ, पूजा गरेँ। पूजा गरिसकेपछि कलश पनि ढोकामा लगेर राखेँ। अनि मेरो सानीले चाहिँ यताबाट डिस्टर्ब गरिरहेको छिन्। अनि पूजा गरेँ। पूजा गरिसकेपछि मेरो दिनको बिहानी चाहिँ यसरी सुरु भएको थियो। सबैजनाले मेरो यो नयाँ भिडियो अबदेखिबाट म रेगुलर भिडियो हाल्छु, लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।